लाउनु अङ्कल चराउनु अङ्कल लाउनु घाँटीमा चिसो मजा आयो अङ्कल अरू ल जा जा ल जा 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 हामफुट ल कुन हाम्रो अङ्कलले एसीवाला भनिदियो क्या अरे वाइफाई छ अरे चार्जर छ अरे सब छ अरे भाइ कुनाला हो ए हो अङ्कल अनि एसी नि हो A few moments later. ब्याक टु आवर न्यू ब्लक होइन अनि आज चाहिँ हामी तल कहाँ रे विज्ञान लेक साइड जान्छौँ अनि बोटिङ गर्छौँ के लेक साइड दिने लेक साइड कामै छैन यहाँ थाहा पाइ पो जाने होइन घुमाउने मान्छे आयो हुन्छ त के पोखराको कोही छन् भने घुमाए पो हुन्छ हामीलाई हामी चाहिँ भर्खर नास्ता खाएर हिँडेको होइन अनि अहिले चाहिँ हामी तल गएर डुङ्गा खेल्ने कुरा भयो त्यहाँ गएर खै अब हेरौँ खै कस्तो हुन्छ होइन विज्ञान यस्तो पाराले बसिन्न पोखरा भोलि नै चलिन्छु म घरै आज लास्ट दिन हो आज लास्ट दिन टुडे इज आवर लास्ट डे होइन अनि के जाँदा भनेपछि पोखराको मान्छेहरूले अलिक त्यो गरे कि यहाँ हामीलाई गाइड गर्ने भएनन् कि भएन मलाई भेज लाग्यो आउलान् भनेर भोलिको दिनै अब के अरे एयरप्लेनदेखि गइहाल्ने हो घरै हामी चाहिँ यहाँ मार्केट पसेको छ होइन हामी चाहिँ अब जुस खानुपर्छ कुन खाने अन्त जुस खानु नि रोजाउनु नि अन्त जुसै खाने हो पेटा होला जम्बोको फेन्टा लगाउँ फेन्टा कोकजन भेजा हुन्छ कि फेन्टा स्प्राइट त काम छैन लग्न खोल्नु यही तान्न सक्यो छैन निकाल जम्बोको है कति करोडको माल जम्बो लगाउँ कि सानो सानो भयो कि भित्र छ कि अर्को अब मान्छे ठुलो लग्ने रे के छैन 21 ठुलो मुला 21 ठुलो छैन हो पनि जस्ट फाइन लग्ने हामी पनि त खाने होला नि यो के खाने हो भन्दा हामी कुक लगाउने कुक लगिहाल्ने हो यो लगाउने पन्जाबी तड्का लगाउनुपर्छ अब चाहिँ यो ब्यागमा राखिहाल होइन कहाँ पुऱ्याउने कोक लगाउँ कि फेन्टा लगाउँ कि फेन्टा लगाउँ कि छोड्दैन के भन्न खाइदिउँला जस्तो खान्छ खाने पिउने ल के हो यो खै कति हो हेरौँ अल राइट गाइस सामान हालियो होइन हामी चाहिँ जुस यो लिएकै हो खान्छु यो खाएर खाने हो लास्ट खतरा छ अड्डा भाइ म खान्छु सब अनि खालास 50-50 हो अहिले थोरै चुस के गर्नु यस्तै छ गरी भएपछि अब एउटै 12 चुरी खान त हो तर फेरि यसको सस्तो मस्तो होइन नि फेरि एमआरपी 150 फेरि है फेरि कम भनेर सोचौला दिन्छ है बिग डक खै भयो होला साथीहरू अनि अहिले चाहिँ हामी यो लाइफ ज्याकेट होइन यो लाइफ ज्याकेट हानौँ न अलिक ठिक्कको के हेरी लाग्छ नि हो के हेरी लगाएर गइदिउँ कि यो अलिक ठिक हुन्छ होला त मलाई नि पुरा मलाई लाग्यो यस्तो पर्दै त एकछिन बुझ्नु म लाउनुदेखि मलाई गएर आउनुपर्छ ल है हाम्रो जादुगर धुप लाउँदै छ लाउने सिकाउँछु तपाईँहरूलाई हेर्नुहोस् यस्तरी यहाँ क्लिप ट्याक्क यस्तरी हेर्नुहोस् पट्किन्छ है पट्किन्छ ट्याक्क यता हेर्नुहोस् अब टोपी लानु टोपी अहिले 20 को हेर्नुहोस् यहाँ 20 को यसरी लाउँछ न यहाँ झोलालाई हो झोलाइसँग लगाइदिने घाँसघुस ठुलो भास्ट छैन ठिक छ यहाँ ट्याक्क उजीसँग ज्याकेट चाहिँ ठिक भए कि मलाई नि मङ्कल हामी जाम अब वी आर रेडी ल हाम्रो यहाँ रेडी भइसक्यो हाम्रो ड्राइभर दाइ ओइ ल हाम्रो चाहिँ खतरनाक भइरहेछ यहाँ हाम्रो हमला गर्न जान्ला छौँ हामी यहाँ के अरे ओइ हामी हमला गर्न कहाँ जाने रे ओइ माइसमटीमा जान्ला छौँ हामी हमला गर्न जय माइसमटी
म डराउँ खट्टा यस्तो छिटो यार म त यार लुस चलाइरहेको छ 20ले म चाहिँ बाबुले है अङ्कल है अब नान्द्र खै उता जाने ल साथीहरु अहिले चाहिँ हामी त्यहाँ पारि मन्दिर जाँदैछौँ होइन ऊ पारि देखिरहेको होला बिचमा हो त्यही जानुपर्छ अहिले चाहिँ हामी हाम्रो अङ्कलले लगिरहनु यो पकड न यो ल साथीहरु यहाँ हामी चाहिँ अहिले मन्दिर घुसिसकेको छौँ होइन अनि अहिले चाहिँ यहाँ चाहिँ एकदम धेरै परेवाहरू रहेछ यहाँ हेर त के घोराइ बजार भाइसी यो परेवान बस्छु कि नै काटेर झ्याम्की जामा फेरि त्यही हो यहाँ हेरौँ न सिन अब यताको मन्दिरको होइन यता उठ ओ यहाँ भीमसेन माछा चाहिँ हेर न यहाँ के हो यत्रो एकदम ठुल्ठुलो रहेछ ओए घोराइ बजार भाइ चाहिँ बल्छी हान्दै खाने नि परेको पकर लाग्छ अरे साथीहरु अनि अहिले चाहिँ हामी यहाँ भित्र मन्दिर पनि घुमियो होइन यहाँ धेरै केही रहेन रहेछ त्यही परेवा रहेछ अनि त्यही त हो खासमा अब यहाँ मन्दिर भनेको त्यही त हो परेवा मन्दिर प्रसाद सरसाद त्यही हो होइन ल पेन्डेल हन्डा गान खटीको केटा हो अब चाहिँ हामी हान्छौँ यहाँ एनर्जी ड्रिङ्क फेन्टा खाना खा कस्तो मजा अङ्कललाई कर्मी भयो क्या नि अङ्कल नत्र घच्चा खाइदिइहाल्ने भने त खैले त एक गुट खाम लाउनु अङ्कल चराउनु अङ्कल लाउनु न घाँटीमा चिसो मजा आयो अङ्कल साथीहरु अहिले चाहिँ हामी यहाँ नुहाउने भनेर रेडी भइसक्यौँ ल जा त हाम फुर्सुरमा जा के भिम्सी हेर त जोसी आयो भिम्सिम त ल जोसी यहाँ केटाहरू ल जा भाइ जा ल जा हामफुट ल डुब्यो के डुब्यो ल अब चाहिँ म जान्छु ओइ म जाँदाखेरि पोलको एनर्जी ड्रिङ्क ल साथीहरु अहिले चाहिँ हामी नुहाएर पनि यहाँ आइसकेको छौँ होइन लाइफ ज्याकेट चाहिँ भिजेर चाहिँ एकदम गाह्रो भयो भीमसिम मजा आयो भनौँ न तर पछाडि नदेखाम नि चिसो छ नि पौडी हान्ने भनौँ छोडी नानी हो तर यहाँ पुरै झाङ्गे भिजेर यहाँ तनाव भएको हेर्न सक्नुहुन्छ पछाडि भिज्या एकदम यिनीहरूले चाहिँ लाइफ ज्याकेट लग्दैछन् ओए पैसा दिइस् कि नै ल मजा आयो अनि अहिले चाहिँ रुम जानुपर्छ है ल साथीहरु अनि अहिले चाहिँ हामी होटल आएर चाहिँ यहाँ रेस्ट हान्दैछौँ होइन अनि यहाँ चाहिँ यो पाइन चाहिँ यो भिजेर चाहिँ यहाँ म सुताउन लगाएको छु होइन त्यहाँ नुहाएर चाहिँ एकदम पाइन भिजेर यस्तै भयो होइन त्यहाँको पानी चाहिँ एकदम फोहोर भएर चाहिँ यहाँ मेरो टाउका चाहिँ अर्कै भइरहेको छ फेरि बिरामी भयो भने त फेरि ल्याङ भइहाल्छ नि त होइन अनि त्यही भएर चाहिँ हल्का अब घाम खाइरहेको छु घाम यस्तो आइरहेको यहाँ सनसेट भन्छ यसलाई इङ्ग्लिसमा है One day later. ल केटा हो हामी चाहिँ अहिले घर जान फर्केन लागेको छौँ होइन यहाँ चाहिँ रेडी छ हाम्रो केटाहरू घरतर्फ लाग्नलाई तर जे भयो नि आफ्नै गाउँ प्यारो होइन बस्न सकिन्न यहाँ धेरै दिन साथीहरू अहिले चाहिँ हामी बसदेखि झरिसकेको छौँ होइन अनि यहाँ चाहिँ त्यहाँ तल हलानचोकदेखि चाहिँ पृथ्वी चोक झारिसकेको छ हाँसिया चाहिँ तेह्र सम्झेर के गर्छौँ हामी तल होइन र अहिले चाहिँ हामी बस पार्क आएको छौँ होइन त्यहाँदेखि चाहिँ हामी टिकट काटेर घोराइ बजार निस्किहाल्नुपर्छ हामी बस्न सकिन्न यो पाराले पोखरा पनि धेरै काम भइगयो कि ल भीमसिमको साथी स्पोन्सर आउँछु भन्थ्यो खै त्यो फाक भएर अझै आएन केटा हो होइन अहिले चाहिँ हामीले टिकट काटेर जाँदैछौँ यहाँ अङ्कलले हामीलाई कहाँ बिचबाट
कहाँ कहाँदेखि घुसाउँदै लग्दैछन् किनभने त्यहाँ चाहिँ हाम्रो लोकल गाइडर हुनुहुन्छ होइन अहिले चाहिँ बसमा बसेर चाहिँ हामी घोराइतर्फ लाग्नुपर्छ होइन भीमसिम के गर्नु यस्तै छ जिन्दगी ल बस ल कुन हाम्रो अङ्कलले एसीवाला भनिदियो क्या अरे वाइफाई छ अरे चार्जर छ अरे सब छ अरे भाइ कुनाला हो अङ्कल हो ए हो अङ्कल अङ्कल हो अङ्कल ल अनि एसी नि हो एसी पनि छ ए गाडीमा ल साथीहरू अहिले चाहिँ हामी यहाँ राति भएर चाहिँ हामी आज चाहिँ भात खाने प्लान भएन यो चाउमिन खाने कुरा भयो खानुपर्छ र यसलाई चाहिँ मोमो हो त्यही त हो भात नखाएर खानु लाग्छ आज चाहिँ